कुनै 4 जना विज्ञ व्यक्तिहरू घुम्नलाई भनेर निस्किएछन्। अनि उनीहरू घुम्दै घुम्दै एउटा नदीको किनारामा पुगेछन्। अनि त्यहाँ एउटा डुङ्गा खियाइरहेको एकजना माझीलाई भेटेछन् र त्यो झिल पारी लैजानको निम्ति त्यो माझीलाई आग्रह गरेछन्। उनीहरूको आग्रह अनुसार त्यो माझीले उनीहरूलाई डुङ्गामा चढाएछ र जानलाई तयार भएछ। उनीहरू जाँदै गर्दा ती 4वटा विज्ञ व्यक्तिहरू भौतिक शास्त्री अध्ययन गरेको एउटा भौतिक शास्त्री रहेछ। अनि अर्को विज्ञ व्यक्ति रसायन शास्त्र अध्ययन गरेको विज्ञ व्यक्ति रहेछ। अनि म्याथमेटिक्स गणित शास्त्रमा विज्ञ गरेको व्यक्ति रहेछ। अनि कम्प्युटर विज्ञानमा विज्ञ भएको व्यक्ति रहेछ। ती 4 जना व्यक्तिहरू डुङ्गामा यात्रा गर्ने क्रममा एकजनाले त्यो माझीको बाहिरी स्वरूप देखेर उसलाई सोधेछ, तपाईले जीवनमा कहिले भौतिक शास्त्र अध्ययन गर्नुभएको छ र भौतिक शास्त्र भनेको के हो तपाईलाई थाहा छ? ती माझीले जवाफ दिएछन्, मैले जीवनमा कहिले यो भौतिक शास्त्र भनेको सुनेको छैन, के हो त्यो भनेको? अनि ती भौतिक शास्त्रीले जवाब दिएछन्, यो त अति आवश्यक कुरा हो नि, यो त जीवनमा अध्ययन गर्नुपर्छ नि, यति पनि अध्ययन गर्नु भएन तपाईले भनेर यसरी जवाब दिएछ। अनि सँगै रहेका रसायन शास्त्रीले पनि त्यसरी नै सोधेछन्, जीवनमा कहिले तपाईले रसायन शास्त्र अध्ययन गर्नुभएको छ? अनि ती विज्ञ व्यक्तिको प्रत्युत्तरमा ती माझीले भनेछन्, मैले जीवनमा कहिले यस्तो अध्ययन गरेको छैन, के हो त्यो भनेको हैन? त्यसैगरी गणितमा विज्ञ भएका व्यक्तिले पनि त्यसरी नै सोधेछन्, तपाईले जीवनमा कहिले म्याथमेटिक्स गणित शास्त्र अध्ययन गर्नुभएको छ, थाहा छ यसको बारेमा? अनि ती माझीले भनेछन्, मैले जीवनमा कहिले अध्ययन गरेको छैन, त्यसरी जवाब दिएछन्। अनि सँगै रहेका ती कम्प्युटर विशेषज्ञ व्यक्तिले पनि त्यसरी सोधेछन्, त्यसो भए कम्प्युटरको बारेमा कहिले सुन्नुभएको छ त? अनि ती माझीले जवाब दिएछन्, मैले जीवनमा कहिले सुनेको छैन। अनि ती कम्प्युटर विज्ञानमा विज्ञ व्यक्तिले भनेछन्, कम्प्युटर त अहिलेको जमानामा एकदम बुझ्नै पर्ने कुरा, यति पनि तपाईलाई थाहा छैन भनेर त्यसरी भनेछन्। अनि डुङ्गामा यात्रा गर्दै थिए, अचानक ठुलो त्यहाँ आँधी हुरी चलेछ। अनि पानीको छालले गर्दा डुङ्गा डुब्न थालेछ। डुङ्गा डुब्दै गर्दा ती माझीले ती विज्ञ व्यक्तिहरूलाई सोधेछ, तपाईहरुलाई पौडी खेल्न आउँछ त? अनि ती व्यक्तिहरूले एकसाथ भनेछन्, हामीले कहिले पनि पौडी खेल्न सिकेका छैनौँ। अनि ती माझीले जवाफ दिएछन्, यति पौडी खेल्न पनि तपाईले जीवनमा कहिले सिक्नु भएन? त्यसरी जवाब दिएछन्। अनि डुङ्गा डुब्दै गरेछ। ती माझी चाहिँ आफ्नो क्षमता र आफ्नो खुबीले पौडी खेलेर बाहिर किनारामा उत्रिन सफल भएछन् भने ती 4 जना व्यक्ति चाहिँ त्यही पानीमा डुबेर उनीहरूको मृत्यु भएछ। यो कथाको सार के हो त? यो कथाको सार नै जीवन सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अझ विशेष जीवन भनेको अनन्त जीवन हो, जो चाहिँ आत्माको जीवन हो। त्यो आत्माको जीवनको लागि जिउनु नै साँचो अर्थपूर्ण जीवन हो। त्यसैले थोरै समय जिए तापनि जिउनु यदि छ भने आत्माको लागि नै जिउँ।